हुन्छ यतातिरको लोकेसन मैले भनेको लोकेसन यतातिर देख्नु त्यो मजाको लोकेसनमा आइपुगे। Hey guys, welcome back to my channel. सबजना चाहिँ बिआरपी विशाल भ्लगमा चाहिँ स्वागत छ। आई होप सबजना सन्चै हुनुहुन्छ होला। म यतातिर फिट एन्ड फाइन छु। आज चाहिँ म यसो मेरो बाहिर म चाहिँ अब यस्तै घुम्दै यताउता काम गरेर आएको छु होला। सो देख्न सक्नुहुन्छ है ल। फाइनली यो पढी आइसकेको छ। अब यसको चाहिँ परिवर्तन गर्नु पर्यो। साइकलमा यसो चलाउँदाखेरि चाहिँ अलिक आवाज नसुन्न सक्छ होला गाइजहरू। टक्क यसलाई चाहिँ युज गरेर चाहिँ अब भ्लग बनाउनु पर्यो नि त। अब चाहिँ डेली भ्लग ल्याउने कोसिस गरेर आएको छु गाइजहरू। होइन के कस्तो हुन्छ अब डेली भ्लग आउँछ होला नआए पनि एक दिन बिराएर चाहिँ ल्याउन सक्छु गाइजहरू। त्यो सो त्यही नै हो। अब आज चाहिँ म देखाउँदैछु हाम्रो विष्णुपुर होइन विष्णुपुरको ठाउँ देखाउने छु म होइन। म अब काममा जान लागेको खास भन्दाखेरि अब काम गर्दै भ्लग गर्दै हो नि त गाइजहरू। सो त्यही नै हो होइन। ल चाहिँ अब चाहिँ फाइनली अब चाहिँ हामी गइसक्यौँ होइन गाइजहरू। टक्क देख्न सक्नुहुन्छ अगाडिको चाहिँ टक्क सिनहरू होइन। टक्क चाहिँ यताको 10 बजिसक्यो होइन। त्यही नै हो 10 बजिसक्यो। अब टक्क काममा जान लागेको छु म चाहिँ होइन। 2 भाइ चाहिँ टक्क अब काम गरेर चाहिँ आएर चाहिँ अब घरतिरको नजारा देखाउने छु गाई। सो यहाँ चाहिँ गाडीहरू यताउता गरेर यहाँ चाहिँ फेरि अलिक चाहिँ मोडमा चाहिँ हात दिनुपर्छ यस्तो गरेर होइन। यताउता गरेर गऱ्यो होइन। अब चाहिँ काममा जान लाग्यो देखा न तलाउ यताउता तलाउ पनि छ होइन। क्यामेराम्यान मेरो भाइ छ होइन। टक्क लगाएर सिन गाइज फाइनली अहिले चाहिँ म मेरो कामतिर चाहिँ अगाडि बढिसकेको छु गाइजहरू। देख्न सक्नुहुन्छ मेरो काम चाहिँ यस्तै होइन। यताउता घुम्ने हो डुल्ने हो होइन गाइजहरू। सो देख्न सक्नुहुन्छ भाइ र म आइसकेका छौँ होइन। चाहिँ भाइ चाहिँ अहिलेसम्म भ्लगमा चाहिँ काठमाडौँको भ्लगमा चाहिँ आयो होला सायद होइन। अब त्यो चाहिँ भाइको लागि चाहिँ अबदेखि डेली भ्लगमा चाहिँ मेरो भाइ पनि आउने छ गाइजहरू। अब चाहिँ म मेरो भाइलाई क्यामेरा दिन चाहन्छु ल भाइ। सो अब स्कुलमा जानेछौँ हामी होइन। राम्रोसँग भाइ अब कस्तो हुन्छ यस्तो बाटो मचाउँदाखेरि मजा आउँछ होइन। तर चाहिँ अलिकति चाकै जित्छ होइन। यस्तो कस्तो ब्रेकर हुन्छ नि त गाइजहरू। ब्रेक गर्नु कस्तो चाक साइकलमा बसेको कारण चाहिँ यहाँ मोबाइल हल्लिरहेको छ है गाइजहरू। सो त्यही भएर चाहिँ अब टक्क अब नत्र चाहिँ अब एक्लै भएर चाहिँ मजा आउँछ नि त टक्क साइकलमा पनि। अब चाहिँ अब सिङ्गल साइकल भयो भने चाहिँ टक्क लगाएर टक्क अब चाहिँ हामी एक दिन चाहिँ साइकल राइडमा जानेछौँ होइन। 3 जना चाहिँ त्यो भ्लग पनि लिएर आउँदैछु म होइन। 3 जना चाहिँ राइडमा जानेछौँ। साइकल चाहिँ त्यस्तै हो सो गाइड साइकलको चाहिँ अब देखेर चाहिँ खुल्ली मजाक नउराउँ होइन। टक्क अब चाहिँ हामी मजाक चाहिँ नउराउँला। सो अब चाहिँ कामतिर जानुपर्छ मैले। अब देख्न सक्नुहुन्छ यहाँको नजारा चाहिँ दामी छ होइन। हेर्नु त बाटो पनि यस्तो चिल्लो भन्दाखेरि स्पिड हान्ने पनि मजा आउँछ नि त। मजा देख्नु हुन्छ नि त गाइजहरू। यस्तो टक्क भर्खर बनेको नाली हो यो। हाम्रो भोलिको प्लान चाहिँ गाइजहरू खडक यस्तै हो। सो यताको बाटो हेर्नु न अब चाहिँ यता पिच भइरहेको छैन होइन। रोलिङ टोलिङ यताउता गरिरहेको छैन नि त। काम गर्ने पनि झ्याउ हुन्छ नि त। त्यस्तो यताउताको काम होइन। देख्न सक्नुहुन्छ अफरोडिङ छ क्या बाटो अफरोडिङ। यो बाटो चाहिँ यो होइन। यस्तो बाटोमा पनि हिँड्नु परेको छ जबमा हेर्नु। यो बाटो चाहिँ होइन। अब हामी चाहिँ हाम्रो काममा जाँदैछौँ। यहाँ चाहिँ अलिकति बाटो खतम छ क्या हेर्नु सक्नुहुन्छ देखाइदिएन यतातिर। यो बाटो चाहिँ होइन गाइजहरू। अब अर्को साइडबाट पनि हेर्नुहोस् यो यताको बाटो हेर्नुहोस्। पुरै चाक दुख्छ है गाइजहरू। चाक दुखिरहेको छ। फेरि यस्तोमा फेरि मजा बेग्लै आउँछ नि त गाइजहरू। कस्तो हुन्छ भने यहाँको नजारा पनि हेर्न सक्नुहुन्छ गाइजहरू। ओ नजारा हेर्न सक्नुहुन्छ यहाँको पुरै बबाल छ सिन होइन गाइजहरू। देखाउने पनि छु म होइन। अब डेली भ्लगमा चाहिँ अब जोइन हुन चाहन्छु म चाहिँ। भोलि चाहिँ हामी उता खडगपुर जाँदैछौँ होइन गाइजहरू। भोलिको भ्लग नि बबाल हुनेछ होइन। अब मेरो भाइ 22 तारिकसम्म चाहिँ मेरो भाइले चाहिँ भ्लग चाहिँ स्टार्ट गर्नेछ। त्यसपछि चाहिँ मैले गर्नुपर्छ होइन। सो यता अब कामतिरको लोकेसनमा पुगिसकेका छौँ होइन। अब कामसाम गर्दै अब तपाईँहरूसँग कुरा गर्दै गर्नेछु म पनि। काम चाहिँ अब अलिअलि चापाचिप्पा काम छ होइन। सो यतातिर राइडमा जानको लागि चाहिँ हाम्रो साइकलहरू छन् होइन गाइजहरू। देखाउने नै छु। साइकल चाहिँ अब त्यस्तो भिआइपी साइकलहरू होइन होइन। हाम्रो चाहिँ नर्मल साइकल देशी स्टाइल साइकल हुन्छ नि त गाइज। त्यही नै साइकल छ हाम्रो। हाम्रो चाहिँ कवाडी स्टाइल साइकल होइन गाइज। देशी स्टाइल भन्दा पनि सुहाउँछ होइन। सो अब के अब जस्तो छ अब जो भयो भने अब साइकल भइसक्यो गाइजहरू। त्यही भएर चाहिँ अब टक्क लगाएर अब हिँड्नुपर्ने अवस्था देखिरहेको छ। अब चाहिँ यस्तो गल्लीमा पनि छिर्नुपर्छ क्या। अगाडिको गल्ली हेर्नुहोस्। अब
यो चाहिँ गलियो मोबाइल नै अफ कि नै भन्ने हो यसमा चाहिँ सो जस्तो गरी पनि अब चाहिँ म चाहिँ अब चलाउनु बाध्यता पनि पर्छ होला गाइजहरू देख्न सक्नुहुन्छ गाइजहरू हामीले अब यो अब हाम्रो अब काम परिरहेको छ अहिले हामी अब यहाँ आइपुग्यो होइन थोरै उता स्टेसन पनि छ यहाँको रेलवे स्टेसन हो होइन रेलवे स्टेसन पनि छ होइन र यताउता अब घुम्नु पर्यो नि त तपाईँ देख्न सक्नुहुन्छ यता यो होइन हाम्रो नजारा चाहिँ होइन गाइजहरू अहिले चाहिँ तपाईँहरूलाई खतराको खुल्ला चाहिँ ठाउँ देखाउन गइ जान्छु होइन अहिले टक्कै हेर्दातिरको बेरेकर छ खतम छ क्या यस्तो भएको छ यहाँतिर अब यहाँ साइकल उचाएर थोरै हिँड्नुपर्छ गाई चाहिँ अहिले चाहिँ यहाँ चाहिँ अब सिसो हावा चाहिँ आइरहेको छ यसो यतातिरको पुरै दामी भइरहेको छ नि त देख्न सक्नुहुन्छ यतातिरको लोकेसन मैले भनेको लोकेसन यतातिर देख्नु त्यो मजाको लोकेसनमा आइपुगेको छौँ यो चाहिँ धेरै ठाउँ गाउँ भनौँ न अब जो भए पनि हो होइन टक्कै यतातिर चाहिँ हाम्रो अब कुवाबाट पानी निकाल्दैछन् गाईहरू होइन कुवाबाट पानी निकाल्दैछन् काम गरिरहेको छ नि त अब रेल पनि रोकिरहेको छ स्टेसन पनि होइन नजिकै हो नि त मैले भनिरहेको थिएँ अघि नै सो गाईहरू चरिरहेछन् बाख्राहरू चरिरहेछन् होइन म चाहिँ अब यतातिर मस्त बाह्रमा बस्नुपर्छ अहिले बढेँ होइन सो यस्तै भइरहेको छ अब भाइ पनि यतातिर बसिरहेको छ तर यतातिर चाहिँ के छ भने चाहिँ गर्मी चाहिँ बढी छ है गाईहरू त्यही भएर चाहिँ अलि गर्मीको कारणले चाहिँ अलि ऊ गर्न सके छैन कि अलि घुम्न डुल्न सके छैन अब त्यही हो ठक्क लगाएर अब चाहिँ आजको हाम्रो के कस्तो हुन्छ अब भवाल हुने छ होइन अब चाहिँ हामी अब भोलि चाहिँ अब जान लाग्छौँ होइन गाइजहरू हामी चाहिँ अहिले हाम्रो मेन रोडमा छौँ अब हेर्न सक्नुहुन्छ हाम्रो ब्लग अब हेर्न सक्नुहुन्छ गाइजहरू अब हामी चाहिँ जाँदैछौँ होइन हाम्रो आवाज हल्का नआउन सक्छ गाडीहरूको चलपल धेरै छैन यहाँ चाहिँ तैले हामी हजुरहरूलाई राम्रो देखाउने प्रयास गर्नेछौँ हाम्रो भिडियोमा लागिराख्नुहोस् यो भिडियोलाई खुलेर यो भिडियोलाई सपोर्ट दिनुहोस् यो भिडियो सपोर्ट गाई चाहिँ सपोर्ट चाहियो हाम्रो चाहिँ र सक्नुहुन्छ भने 4-5 जनालाई सिएस पनि हानिदिनु होला है गाई भिडियोलाई चाहिँ होइन सेयर हानिदिनु होला होइन 4-5 जनालाई धेरै नै भन्न सकिँदैन होइन यहाँ 4-5 जनालाई चाहिँ सेयर हानिदिनु होला अब हामी चाहिँ भ्लग यही हो होइन अब अहिले अब हाम्रो बस पार्कदेखि नि हल्का उता छ हाम्रो चाहिँ हामी बस्ने ठाउँ चाहिँ होइन बस पार्क पनि देखाइदिन्छौँ यहाँको बस पार्क सो गाइजहरू बस आइसक्यो होला बाँकुडा जान लागेको बसले यहाँ चाहिँ फेरि यता कोलकाताको लागि दुर्गापुरको लागि यहाँ चाहिँ गाडी गएको गाई गएको होइन गाइजहरू अरू ठाउँको लागि यहाँ गाडी हिँडेको छ होइन बसहरू धेरै हिँड्छ क्या यहाँदेखि होइन त्यही त हाम्रो भिडियो हेरिराख्नु छ सो भने गाइजहरू अहिले चाहिँ हामी हाम्रो काम सकाएर चाहिँ आइसकेका छौँ होइन टक्क अब भ्लग स्टार्ट गरिरहेको छौँ होइन देख्न सक्नुहुन्छ अब यतातिर चाहिँ अब इन्डिया हो नि त टहल बल दिइरहेको छ नि त रोडमा पनि बस पार्क होइन यो विष्णुपुर भन्ने ठाउँको बस पार्क होइन यो चाहिँ हेर्नु सक्नुहुन्छ है बस पार्क मोबाइल छ है बस पार्क नि मोबाइल छैन गाइडहरू हेर्नु सक्नुहुन्छ मान्छेको भिड दिनमा मान्छेको भिड धेरै हुन्छ यहाँ पनि जो चाहिँ चाहिँ सानोतिनो पसलहरू भइसक्यो होइन फाइनली हामी चाहिँ दोकान लिएर छौँ भने गाइजहरू देख्न सक्नुहुन्छ टक्क अब आइसक्रिम खाँदै मोज मस्ती गर्नु पऱ्यो नि त नक्का आइसक्रिम छ होला दामीको छ है फ्लेभर चाहिँ दामी छ यसको चाहिँ देख्न सक्नुहुन्छ यस्तो दामी छ सो गाइज फाइनली अहिले चाहिँ हामी चाहिँ अब चावल यताउता गराएर चाहिँ अब रुमतिर जान लागेको सो अब ल अब सो गाइज अहिले चाहिँ भाइ चाहिँ अटोमा गइसक्यो होइन म चाहिँ अहिले साइकल बाइकमै छु होला देख्न सक्नुहुन्छ अब अगाडि चाहिँ गइरहेको छन् होइन सो अब चाहिँ हामी रुममा पुग्न आइसक्यो होइन यतातिर चाहिँ हाम्रो कचेरा स्टोर होइन कचेरा स्टोर गएर चाहिँ अब राख्छ यहाँनिर चाहिँ म चाहिँ हामी हेरिरहेको त्यो अटो अगाडिको अटो छ नि त्यहीँनिर चाहिँ हाम्रो मेरो भाइ छ होला म चाहिँ अब यतातिर भइरहेको छु अब चाहिँ हामी रुममा पुग्न आइसकेका छौँ आजको भिडियो के कस्तो भयो फुलमा लाइक चाहिँ सब्सक्राइब गरिदिनु होला लास्टसम्म भिडियो पनि हेरिदिनु होला अब हाम्रो कुकुरहरू देख्न सक्नुहुन्छ होइन गाइजहरू फाइनल्ली हामी चाहिँ अहिले घरतिर पुगिसकेको छ होला यताउता गरिसक्यो देख्न सक्नुहुन्छ साइकलहरू यतातिर छन् सो अब भिडियो
चाहिँ कस्तो छ लाइक चाहिँ सब्सक्राइब गरिदिनु होला होइन नयाँ जोइन सब्सक्राइब गर्न नभुल्नु होला कुराहरू चाहिँ बेला किन हलमा राख्नु होला अब चाहिँ के भन्न चाहन्छु भने चाहिँ अब नेक्स्ट ब्लगमा भेटिन्छु लभ यु बाई बाई सबजनालाई चाहिँ